हेलो गाइज नमस्ते म ललित सिंह फेरि पनि तपाईहरुलाई स्वागत छ ललित बीएस अफिसियल युट्युब च्यानलमा। भिडियो हेर्न चाहिँ नभुल्नु होला। आज म अर्को नयाँ एप्पल अर्चर्डमा छु। सेबको दानाहरु हजुरलाई पछाडी ब्याकग्राउन्डमा देखिरहेछ। अहिले हजुरलाई म ब्याक क्यामेरा गरेर पनि देखाउने छु। यसमा सेबको साइज अनि सेबको क्वालिटी, सेबको भ्याराइटी अनि कस्तो छ के छ भनेर हजुरलाई देखाउने छु। अर्को एप्पल अर्चर्डमा छु। भिडियो हेरेर सब्स्क्राइब अनि लाइक कमेन्ट गरिदिनु होला है त। यो चाहिँ M9 माथि किङ रड भ्याराइटी हो। किङ रडको साइज पनि अहिले ठीक छ, अझै 2.5 महिना छ टिप्नु पर्ने। यो चाहिँ किङ रडको यता चाहिँ हजुरहरुले हेर्न सक्नुहुनेछ मेमागाला 316 M9 माथि है त। यो चाहिँ मेमागाला 316। बीचमा हामीहरुले पोनिटरको लागि के लगाएका छौं भने यो ग्रेमी स्मिथ एक लाइनमा एउटा या दुईटा रुक्छ ग्रेमी स्मिथ। यो देखो भ्यू कस्तो लाग्छ अनि कमेन्ट गर्नु होला हजुरहरुले। बगैँचा कस्तो त्यसमा पनि कमेन्ट गरिदिनु होला। शेयर भने पक्कै पनि गर्नु होला। सबै साथीहरुसँग पुर्याइदिनु होला हजुरहरुले। हस् त धन्यवाद। अर्को भिडियो साथमा मिल्छु। ओके बाइ बाइ।